हेलो मित्रहरू, यहाँलाई स्वागत छ। आज हामी श्रम संस्कृति पार्क हर्का साम्पाङ अभियान पार्कमा हामी आएका छौँ। यहाँनिर हामी टिकट लिने अवस्थामा छौँ। पहिलो कुरो कति रुपियाँ हो टिकट? हामीले पालो दिएको है, पालो भर्खर नाचेर आएको हामी। श्रम संस्कृति पार्क धरान टिकट काउन्टरदेखि हामी अब छिरियो ल भित्र। यहाँबाट हाम्रो हुँदै हुँदै जान्छ। अस्ति बनिँदै थियो, अहिले धेरै राम्रो भएछ। पल्लो भन्दा यो राम्रो भएछ अहिले चाहिँ। कि बगरले पनि यस्तो पैसा कमाउँछ भन्ने परिकल्पना चाहिँ साँच्चै नै कसैमा थिएन होला। यस्तो भयो भाइ है अहिले। यो गर्दा हुने रहेछ होइन। यो खालको एउटा यो त नमुना मात्र हो। यो सामान्य के भन्छ यसलाई, हामीले एउटा उदाहरण मात्रै दिन सकिन्छ कि। तर योभन्दा कति राम्रो राम्रो ठाउँहरू छ युजलेस भएर बसेका छन्। त्यस्तो ठाउँहरूमा पनि यस्तो बनाउनु जरुरी छ। अब यो एकदमसँगले भनि साध्यै छैन। यो रमाइलोदेखि लिएर पनि अत्यन्तै रमाइलो। आज फेरि शनिबार भएर पनि होला, मान्छेहरू अलिक धेरै भिडमा छन्। यहाँनिर एउटा खतरा खालको स्ट्याचु के बन्दै रहेछ। अब यो खोलिनेवाला रहेछ। अब यसको उद्घाटन भएको रहन्छ। अन्य क्षेत्र हो भने एकदम गजब छ, हेर्नु होला। विभिन्न किसिमका यस्ता स्ट्याचुहरूले सुसम्पन्न छ। अझै पनि बन्ने क्रम जारी छ। त्यो बन्दैछ। दामी नै देखिन्छ यतिको चाहिँ यो पाहाडको भित्तामा। अब हामी यहाँबाट हिँड्दै हिँड्दै मास्तिर आरा धारणतिर जाँदैछौँ। बन्दै रहेछ। यहाँ ढुङ्गाहरू अझै थुप्रिराखेको छ। अनि यसरी दिदीबहिनी भेटघाट गर्ने चौतारी जस्तो पनि भएको रहेछ यो चाहिँ। पप हेर्नु होला। यो कस्तो अब 2-4 सालपछि यहाँ त खानेकुरा त यति हुने रहेछ यहाँ है। यो अहिले खतरा बन्दै रहेछ। अस्ति बनाउँदै थियो, सकिन आँटेछ। यो फेरि नयाँ हो। यो अहिले नयाँ हो। यो दामी बन्दै रहेछ। यहाँ पुरा अहिले पनि निरन्तर रहेछ। यो थामी नसक्नु हुने रहेछ है भाइ। यो पछि चाहिँ अब बन्दै रहेछ होइन। यताबाट त जानु दिँदैन कि अब यहाँ मास्तिर हो। यस्तो छ अहिले यो श्रम संस्कृति पार्कको यो माथिल्लो चाहिँ भएको तल्लो पाटो उतापट्टि छ। अहिले हामी माथिल्लो पाटोमा छौँ। यो एउटा दामी बन्दै रहेछ। अब यो बनिसक्दा यो थामी नसक्नु राम्रो हुन्छ है। यो खतरा परिकल्पनामा द्वारा निर्मित भयो। खोलाले झन्डै हाने जस्तो छ आज बाबाईको पार्कहरूलाई। यस्तो हुन्छ यहाँ धेरै। अब अझै बन्ने कुराहरू यो तयारी हुँदै रहेछ। आरा धारण त अहिले त नर्मल भइहाल्छ नि अरूले गर्दा होइन। त्योभन्दा राम्रो राम्रो चिजहरू बन्नेपछि त यो त अनि एकदम सामान्य देखिने रहेछ त। कहाँ बसेर हामी चिसो खानुपर्छ भाइ। गजब छ। यस्तो अहिले नयाँ धरानमा हुने संरचनाहरूमध्येको अलिकति चर्चाको विषय बनेको चाहिँ ठाउँ यो हो। चर्चा छ त अहिले धरानमा। मेयर साहब हर्का साम्पाङको र यही सांस्कृतिक पार्कको मात्रै चर्चा छ। हेर्नु होला मान्छे कति छ त। तल तलदेखि यहाँसम्म छ।